मेमोरी से परिणीत आ जाओ ना तो सही ऐसी मन की है सच्ची तुम हो सितारों की भरे हुई गलती सॉरी हमने गाया तुम क्यों सुनी किसकी मर्जी जो थे अब तो आए जा हमको ले जाए जा 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 जुन हेर्नु तिमी माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजरको हेर्छु मेरो जुन तिम्रो नजरको हो चिना रेखा केही देखौँ न म भाग्य फेरौँला तिमी बिहान साँझ मेरो तिम्रै बाटो तिमी बिहान साँझ मेरो तिम्रै बाटो हेरौँला Okay, this is the next question where it's gonna be खाना बनाउन धेरै बुझ्नु देखेको कसले धेरै खाना बनाउन आउँछ Backup group and bride Who's more adventurous? धेरै बाहिर एक्टिभिटिज गर्न कसले मुभी हेर्दा धेरै को धेरै रुनुहुन्छ कोही इमोसनल सबै ओके द फाइनल क्वेसन कसलाई धेरै माया गर्नुहुन्छ Okay, that ends the first game. Thank you guys.
박수. आज तिम्रो मायामा पक्लिरहन्छु म अझम्बरी रहोस् तिम्रो मेरो सम्बन्ध नशा नशामा बग्छ तिम्रो माया जुनीभरि हाम्रो कथा सधैँभरि
सबैले अझै पनि लागन गर्छै ल यता क्यामेरामा हेर 1 2 3 जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी बर पिपलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी हाँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो
कसरी म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो सुख दुःख दुःख सुख सबै बाँडेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनभर दुःख काट्न आउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो मेन इभेन्ट लास्टमा हुनुपर्ने क्या गाडी भनेको कपाल मिलाउनु भन्ने बानी परेर म्याटिनिटी खिच्ने भएर उहाँको क्या अनि अलिकति कपाल अगाडि आयो भने
उदित सुन्दरि माधवी चन्द्र सहोदरि एव मयि मुनिगणमण्डित मोक्षप्रदायनि मञ्जुळभाषिणि वेदनुते पङ्कजवासिनि देवसुपूजित सद्गुणवर्षिणि शान्तियुते जय जय हे मधुसूदन कामिनि आदिलक्ष्मि जय पालय माम् जय जय हे मधुसूदन कामिनि आदिलक्ष्मि जय पालय माम् कलिकल्मषनाशिनि कामिनि वैदिकरूपिणि वेदमये क्षीरसमुद्भव मङ्गलरूपिणि मन्त्रनिवासिनि मन्त्रनुते मङ्गलदायिनि अम्बुजवासिनि देवगणाश्रित पादयुते जय जय हे मधुसूदन कामिनि धान्यलक्ष्मि जय पालय माम् जय जय हे मधुसूदन कामिनि धान्यलक्ष्मि जय पालय माम् जय वरवर्णिनि वैष्णवि भार्गवि मन्त्रस्वरूपिणि मन्त्रमये सुरगणपूजित शीघ्रफलप्रद ज्ञानविकासिनि शास्त्रनुते भवभयहारिणि पापविमोचनि साधुजनाश्रित पादयुते जय जय हे मधुसूदन कामिनि धैर्यलक्ष्मि सदा पालय माम् जय जय हे मधुसूदन कामिनि धैर्यलक्ष्मि सदा पालय माम् द्विआत्माले लेख्यो मिलनको कहानी जिन्दगीले भेट्यो बल्ल जिन्दगानी द्विआत्माले लेख्यो मिलनको कहानी जिन्दगीले भेट्यो बल्ल जिन्दगानी समय बेग्लै महसुस बेग्लै सब चीज भोनौठो समय बेग्लै महसुस बेग्लै सब चीज भोनौठो दुबै मिली अब बनाऊं दुबै मिली अब बनाऊं हर दिन नौलो नौलो द्विआत्माले लेख्यो मिलनको कहानी जिन्दगीले भेट्यो बल्ल जिन्दगानी द्विआत्माले लेख्यो मिलनको कहानी जिन्दगीले भेट्यो बल्ल जिन्दगानी चित्र जस्तो बनाएर यहाँ पठाउनु भयो नि पढाएर लेखाएर नजाने के गरेर होइन त्यत्रो मेहनत गरेर मेरो सबिन मेरो काजल चाहिँ राम्रो होला राम्रो पढ्ला उच्च शिक्षा हासिल गर्ला बाआमालाई पैसा चाहिँदैन बाआमालाई केवल छोराले उन्नति गर्यो भन्ने सुने मात्रै आमालाई पुग्छ बालाई पुग्छ त्यसले गर्दा त्यो स्थितिमा हजुरले चाहिँ कुनै पनि धन सम्पत्ति यदि छ भने पत्नीलाई र आमामा सम्मति गरे त किन्ने बेच्नेमा पनि यदि गाडी किन्न छ हैन प्लटहरू किन्न छ सुन चाँदी किन्न छ केही बेच्न छ भने सबभन्दा पहिला त आमा बुवा सर्वतीर्थमयी माता सर्वतीर्थमय पिता शास्त्रमा त है त ध्यान
शास्त्रले के भन्छ भने सबभन्दा ठुलो यो संसारमा तीर्थव्रत भगवान छ भने आमा बुवा हो। आमा बुवा भनेको सबभन्दा ठुलो तीर्थव्रत हो अरे। यदि तीर्थ जान्छ मान्छे आमा बुवालाई रुवाउँछ भने त्यो तीर्थव्रत लाग्दैन। सर्वतीर्थमयी माता सर्वतीर्थमय पिता मातरम पितरम तस्मात् सर्वयत्नेन पूजयेत्। सबै यत्न गरेर पनि आमा बुवाको चित्त प्रसन्न गर्छ भने त्यो पुत्र या त्यो पुत्रीलाई कोही तीर्थ चारधाम जानु पर्दैन भनेर शास्त्रले वर्णन गरेको छ। त्यसले गर्दा हामीले सबभन्दा पहिला आमा बुवालाई मम्मी या ड्याडी बुवा माता यस्तो छ है स्थिति भनेर भन्नु पर्यो। अनि पत्नीलाई पनि अवश्य भन्नु पर्यो। किन्दा या बेच्दाखेरि कुनै पनि घरमा सेल्फ पर्चेस गर्दाखेरि हजुरले पत्नीलाई काजललाई सोध्ने कि नदिए तिमीले सोध्छौ बेबी भनेर काजलले हजुरलाई सोध्यो। उता हेर्नु उता हेर्नु आजकल बेबी भन्छ कि उसले श्रीमान भन्छ है। अलिअलि त मैले पनि थाहा पारेको छु नि होइन। अब अर्को लास्टको कुरा के भन्छ भने सखी ममा हाँस्यौँ कटुवा कहिल्यै पनि मैले अहिलेसम्म खाना बनाएको छैन। तरकारी पकाउँदा नुन बिर्सिन सक्छु, चिया बनाउँदा चिनी बिर्सिन सक्छु होइन। त्यसले गर्दा म बोल्न पनि त्यति जान्दैन होइन। कहिलेकाहीँ उच्चा बोल्नेलाई कहिलेकाहीँ के बोल्नेलाई। त्यसले गर्दा प्लिज मलाई चाहिँ तिमीले स्वीकार गरेको होइन माया गरेर ल तिमी भए म पुग्छ भनेर तिमीले मलाई चाहिँ स्वीकार गरेर म आएको। त्यसले गर्दा कहिले पनि मैले गल्ती गरेँ भने मलाई चाहिँ मेरो साथी सहेली बुवा आमा दाई भाइ अथवा हजुरको बुवा आमा दाई भाइ भएको बेला नराम्रो शब्द प्रयोग गरेर मलाई गाली नगर्नु प्लिज भनेर भन्यो। ओके हुन्छ ल साइन ल। अब सबिनको 7वटा वचन सकियो। अब सबिनले कि ल ठिक छ अब लेडिजहरूको यत्र नार्यस्तु पूजन्ते रमन्ते तत्र देवता भनेर शास्त्रले नारीहरूको सम्मान जहाँ हुन्छ त्यहाँ देवताहरू रमाउँछन् भनेर 7वटा वचन नारीहरूको मानिन्। तर पुरुषका 5वटा वचन छन् रे। सबिनले ल ठिक छ मेरा पनि 4वटा वचन मानन्द प्रिय भनेर हात माथि राख्नुहोस् त हजुरले। एउटा हात उता काँधमा माथि माथि राख्नु है त। ल मेरा 4वटा वचन मान्नुपर्छ है त काजल भनेर तपाईँले भन्दै हुनुहुन्छ। अब काजलले पनि मान्नु। उद्याने मद्यपाने च पिता गृहे गमने च आज्ञा भङ्गम न कर्तव्यम वरवाक्यम चतुष्टकम भन्न खोजेको उद्यान भनेको जङ्गल। संस्कृतमा उद्यान भनेको जङ्गललाई अब जङ्गल कसलाई भन्ने अब सिडनीमा सिटी पनि जङ्गल जस्तै हो। लेडिजको लागि त के थाहा छ र होइन गएपछि कहाँ के हुन्छ भन्नु। त्यसले गर्दा अबको दायित्व भनेको अहिलेसम्म आमा बुवालाई कति चिन्ता मेरी काजल कहाँ पढ्छ होला कहाँ बस्यो होला कहाँ खान्छ होला के गर्छ होला। एउटा राम्रो केटो पाएर बिहा गरिदिनु पाए हामी जिम्मेदारीबाट मुक्त उम्किन्थ्यौँ गङ्गाजी नुहाउँथ्यौँ देवघाट गएर नुहाएर आउँथ्यौँ तीर्थव्रत स्वर्गद्वारी जान्थ्यौँ भन्ने आमा बुवाको सपना आज पुरा भएको छ होइन। अब त्यहाँ के छन् उद्यान जङ्गलमा जानुपर्दा या कहीँ चाहिँ सिटीमा जानुपर्दा पनि सबिन र सबिनको परिवारलाई काजल कहाँ गएर कहिले आउँछ भन्ने जानकारी हुनु पऱ्यो। त्यही जानकारी दिनको लागि हामीले बिहा गरेको। नत्र त हामी यत्तिकै ठिक थियौँ होइन घुमिरहेको थियौँ के थियो होइन जता गए पनि भएको थियो। सिटी भए अन्त के अरे क्यानबाट छु भन्दै हुन्थ्यो क्यानबाट भए सिटी छु भन्दै हुन्थ्यो होइन। त्यसले गर्दाखेरि कुरो के छ भने यसमा के भन्नु उद्याने मध्यपानी। अब यदि कसैले ड्रिङ्क्सहरू गरिरहेछ रक्सीहरू खाइरहेछ मातिरहेछ जे पाइ बोलिरहेछ 8-10जना मान्छे छ भने त्यहाँ पनि तिमीलाई जानु हुँदैन भनेर उहाँले भन्दै हुनुहुन्छ। त्यसले गर्दा कुरो के छ भने त्यस्तो भएको ठाउँमा आफै नजाने। अनि पिता गृहे गमने भन्नु माइतमा जाँदा नेपाल जानु पर्यो आमा बुवालाई भेट्ने मन लाग्ने सबिन के गरौँ मलाई जाने मन लाग्यो भनेर भन्यो होइन अहिले नजाउँ 6 महिनापछि सँगै जाउँला नि त भने इट्स ओके भनेर हजुरले भन्न सक्नु। अहिलेसम्म हजुरको आमा बुवा भनेको सबै कुरा आमा बुवा दाइ भाइ मात्रै थियो। अब सबै कुरा भनेको सबिनको परिवार हुन्छ। आमा बुवा त ठिक छ आफ्नो दुःख गर्नुभएको छ खानुभएको छ। आमा बुवालाई हेर्नलाई एकजना भगवानको कृपाले दाइ दिनुभएको रहेछ होइन कि भाइ दाइ दिनुभएको छ होइन। आमा बुवाको हजुरले चिन्ता नगर्नुहोस् ल। अब हजुरले चिन्ता गर्ने भनेको सबिन र सबिनको परिवार जति खुसी बनाउन सक्नुहुन्छ त्यति नै राम्रो। त्यसको पनि एउटा के छ भने भनेको नमान्दा दुःख कसरी पाइन्छ भन्ने कुरा स्वस्तानीको कथा हजुरले सुनिसकेको छ होइन। त्यसमा के अरे दक्ष प्रजापतिको घरमा यज्ञ हुन आँट्यो। सतीलाई र शङ्करलाई बोलाएनन् छोरी ज्वाइँलाई होइन। नबोलाएपछि थाहा भयो कि हाम्रो माइतमा ठुलो यज्ञ हुँदै रहेछ। अनि सतीले शङ्करलाई सोधेको अरे ले के अरे शिवजीलाई जाउँ हाम्रो माइतमा यज्ञ रहेछ बुवा मम्मीले हामीलाई कार्ड पठाउनु फोन गर्न बिर्सिनु भएछ जाउँ न भन्दा शङ्करजीलाई सबै थाहा थियो जानेर नबोलाएको प्रिय नजाऊ भन्दा होइन अब हट स्त्री हट भन्छ क्या। लेडिजले चाहे पनि चाहे रोएर चाहे हाँसेर त्यो जितेर लिन्छ होइन। स्त्रीले चाहे पनि उत्तिखेर गरिहाल्छ नरौ भए म के चाहियो तिमीलाई भन्नुपर्ने स्थिति आउँछ। त्यसले गर्दा अब सती रुन लागेपछि शङ्करजीलाई दया लाग्यो होइन के गर्ने त भन्दा होइन म भए पनि जान्छु तपाईँ नजाने भए
भनेपछि शङ्करजीलाई थाहा थियो अब अनिष्ट हुँदैछ, त्यसले गर्दा कहिले पनि पतिको कुरा टाल्नु हुँदैन र पत्नीको कुरा नगर है भने काम। यदि कसैले गुरुले पनि ए काजल त्यतातिर नजाऊ अहिले एकछिन त्यहाँ चाहिँ के गर्मी छ होइन, बाटोमा घाम छ अलि एकछिन पछि जाउली भने गुरुले मातु पिता गुरुकै बानी बिनै विचार करै शुभ जानी भनेर शास्त्रले भन्छ। माता पिता र गुरुको कुरा यदि आमाले किन यस्तो भन्यो, बाउले किन यस्तो भन्यो र गुरुले किन यस्तो भन्यो सोच्नु पर्ने आवश्यकता हुँदैन। यदि कसैले मेरो बाउले किन यस्तो भन्यो, बाउ कहिले पनि कुबाउ हुँदैन, आमा कहिले कुपुत्रो जाए त कोची तपी कुमाता नभए। शास्त्रले के भन्छ, आमा बाउ कहिले पनि अहिलेसम्म हामीले चाहे आफू जेसुकै गरौँ तर छोराछोरीको लागि मरि हत्या गरेर के नगरेर छोराछोरी पालेका हुन्छन्। त्यसले गर्दाखेरि आमा बुवा र गुरुको वचन टाल्नु हुँदैन। त्यसले गर्दा शङ्करजीले भनेको पतिले भनेको कुरा नमान्दाखेरि उहाँले चाहिँ मान्नु भएन, जानुभयो। जाँदाखेरि त्यहाँ ठुलो यज्ञ यस्तै अस्ट्रेलिया अमेरिकाबाट आएका ठुल्ठुला राम्रा ज्वाइँहरू चस्मा लागा, चस्मा आँखा नला टाउकामा लागा है, त्यस्ता मान्छे देखेर दङ पर्नुभयो। हो सतीदेवी होइन, हो कि होइन भन्नु त? हो, उहाँले पनि चस्मा टाउकामै लाग्नु भएको छ। त्यसले गर्दाखेरि कुरो के भयो भने अब रिस उठ्यो, अरे तिमीहरू सबैलाई यस्तो अस्ट्रेलिया अमेरिका सबैका ज्वाइँहरूलाई बोलाएको, मेरो बुढालाई किन मलाई किन नबोलाएको भन्दा कहाँ यस्ता पढे लेखेका पिआर सिटिजन भएका छन् शमशान घाटमा बस्ने मैले बोलाउँछु भनेर दक्ष प्रजापतिले भन्दा झन् रिस उठ्यो। रिस उठेपछि आफ्नो बुढो अब अहिले काजलको लागि त हाम्रो सबिन भने त राजै हो नि, हिरो हो नि त, विश्वको सबभन्दा सुन्दर अहिले काजलले देखेको भने कसलाई? सबिनलाई। अहिले कोही हिरो आए पनि काम छैन त्यसको होइन। त्यसले गर्दाखेरि आफ्नो पति र आफ्नो पत्नी भनेको त्यस्तो हुन्छ। विवाह भनेको यो एउटा पवित्र बन्धन हो, पवित्र नाता हो, प्यारको एउटा गाँठो हो। यसलाई हामीले सधैँ हमेसा यो फुललाई चाहिँ पानी दिएर नमरुन्जनी यो संसारमा बाँचुन्जनी पति पत्नीको प्यार भयो। फल्नाकी चाहिँ सबिनकी पत्नी काजल त कति राम्रो भयो होइन, जाने भने खाना यताउता नास्ता चिया पानी कति मिठो बोले, कति राम्रो फल्ना छोरी कस्तो छोरी होला, अधिकारीको छोरी होइन, कुन ठाउँको होला भनेर त्यस्तो भन्यो भने हाम्रो पनि छाती। म चाहिँ सबिन घरमा कति दिन पहिलादेखि जान्थेँ उहाँहरू बस्ने ठाउँमा। यदि हामीलाई पनि तपाईँले बिहा गराइदियो सबिनको नारायण शास्त्रीजी भन्ने कसरी सोध्नु, किन हजुर भने कति राम्रो है हजुर त्यो जोडी त, हाम्रो पनि त छाती गर्वले फुल्छ भने आमा बाउको कति खुसी हो अरू उसको ज्वाइँ होइन, फल्नाको ज्वाइँ त कति राम्रो, फल्नाको छोरा त कति सुन्दर होइन भन्दाखेरि उहाँलाई कति आजसम्म उहाँले के कमाउनु भयो के गुमाउनु भयो त्यो कुरा डजन्ट म्याटर। तर यदि कसैले सबिनले त सिडनीमा के अरेन्जमा त वाउ गरेर बसेको थियो, कति राम्रो तपाईँको छोरा है, एकदम संस्कार दिनुभएको रहेछ। आमा बुवा गदगद, आमा बुवालाई पैसा चाहियो तपाईँको डलर चाहिएको छैन, केवल बुवा सन्चय होइसिन्छ आमा सन्चय होइसिन्छ भने एक कल फोन गयो भने बुवा आमालाई भयो। त्यसले गर्दा सबिनको पनि त्यही हो र काजलको पनि त्यही हो। आज हजुरहरूलाई जसरी उहाँहरूले बिदाई गर्नुभएको छ यस्तै बिदाई हामीले यस्तै खुसी हमेसा देख्न चाहने आमा बुवा मात्रै, अन्यथा अरू कोही यो संसारमा छैन। त्यसले गर्दा आमा बाबुको आशीर्वाद, सबै गुरुहरूको आशीर्वाद, साथीभाइहरूको आशीर्वाद हजुरहरूलाई छ। त्यसले गर्दाखेरि यो चावडा वचन हजुरहरूले कहिले पनि तपाईँका चावडा यहाँ के अरे हजुरका अब यताबाट 7 वटा उताबाट चावडा गर्दाखेरि यी 3-4वटा कुराहरू याद गरेर जीवनलाई सहज तरिकाले श्रीमन नारायण 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 हेर्दा मायालु तिमीलाई म त भुल्छु तिम्रो मुहारमै, साँच्चै यस्तो सुन्दरता मैले देखेकै थिएन अरू कतै। मिलेका ती आँखाहरू बासुना गुलाब झै छर्दछन्, महराए इनमै डुबी महराए मधोस भइकन थाहा नपाइकन महराए
खुट्टा टाउको तल गर्नु हात माथि गर्नु राइट एउटा राख्नु एउटा एक घन्टा गर्नु ल पचास होइन 100 हो 100 खुट्टामा छोएकै छैन नि हेर्दा मायालु म त भुल्छु तिम्रो मुहारमै साँच्चै यस्तो सुन्दरता मैले देखेकै थिएन अरू कतै मिलेका ती आँखाहरू झन् हेरिरहँ झै बनाउँछन् खुलेका केशहरूले फेरि वासना गुलाब झै छर्दछन् म हराए यिनमै डुबी म हराए मधोस भइकन थाहा नपाइकन म हराए भयो अब कुकुर खावा दिनु त पर्यो नि बिग स्माइल फ्ल्यास डे आयो नि आयो अन्डर एस्टिमेट गरेर लाइट ल्याइदिउँ मैले छैन र बेसी डिफ्रेन्स त छ यसको नि राम्रो बुझ्यौ ओभर साप के किन सोनीलाई त गर्नु भएन गुड साप होइन कि ओभर साप राम्रो रहेछ मलाई मन पऱ्यो एक्चुली हो कलर राम्रो छ यसको बहिनी नै हो यहाँ अर्गनाइजर बहिनी नै हो सबै अलि हाँस्नु पऱ्यो है त ल 1 2 3 आम्मामा यसमा .4 भन्दा ठिक हुन्छ अब S15 भएर नि हुँदैन नि फेरि सुरु त्यो कलर चाहिँ छुट्टै छुट्टै हुन्छ है 5 किन्ने हो त किन र अब तर यो साइनले किनेदेखि बेच्नु जोक गरेको अहिले मिलाएर अगाडि हाम्रो छोरी ज्वाइँको जीवनमा सधैँ हाँसी खुसी
रहनु हाँसी खुसी सफल रहन् सबै रहनु सदा सौभाग्यवती रहनु छोरी ज्वाइँलाई धेरै धेरै आशीर्वाद रोग व्याध नलागोस् सुख समृद्धि होस् दाम्पत्य जीवन सधैँ राम्रो होस् हाम्रो सुखमय रहोस् हामी मम्मी बुवाको तर्फबाट यही आशीर्वाद छ सम्झिना ज्वाइँ परिवार हामीलाई धेरै राम्रो खुसियाली छ हाम्रो परिवारमा सधैँ राम्रो होस् कहिले नराम्रो नहोस् सधैँ राम्रो होस् हाम्रो तर्फबाट यही छोरीलाई आशीर्वाद छ छोरी ज्वाइँ दुवैलाई आशीर्वाद सबिन छोरालाई र काजल बुहारीलाई उत्तर प्रगति होस् रोग व्याध केही नलागोस् अब जीवनमा सधैँ उन्नति प्रगति नै प्रगति होस् उत्तर प्रगति भइरहोस् रोग व्याधले केही नछोस् काम धन्दामा प्रमोसन भइरहोस् इमान्दारिता जागोस् ल भगवानले रक्षा गरून् तिनीहरूको कल्याण होस् सुख शान्ति समृद्धि होस् मनमा चिता कुरो सबै थोक पुगोस् दुर्गा माताले रक्षा गरून् उत्तर प्रगति होस् छोरा बुहारीको धेरै धेरै शुभकामना छ हार्दिक मङ्गलमय शुभकामना छ तिनीहरूलाई दीर्घायु हुन् उत्तर अब अर्को वर्ष तिनीहरूले मनमा चिताएको कुरो चाँडै प्रगति गरेर पुरा हुन् अब नेपाल जाने कुरो गर्दैछन् भगवानले चाँडै पुरा गरून् अब धेरै धेरै शुभकामना छ हाँसी खुसी अलिकता फ्यामिलीको मिक्स भएको छ सबैजना नेपालमा भए भए धेरै फ्यामिली हुन्थ्यौँ हामी अब 800-900 हुन्थ्यो हाम्रो फ्यामिलीहरू धेरै छन् ठुलो फ्यामिली छौँ हामी यहाँ सानो फ्यामिली भयो भने धेरै रमाइलो गरी गर्न पाइयो यही नै भगवान पशुपतिनाथसँग प्रार्थना गर्दछौँ धेरै धेरै खुसीको साथ बिहा सम्पन्न भयो छोरा बुहारीलाई धेरै धेरै शुभकामना छ आगन्तुक इष्टमित्र सबैजनालाई आइदिनु भयो खुसी साथ मनाइदिनु भयो धेरै धेरै उहाँहरूलाई पनि शुभकामना छ हेलो म शुभम गुरुङ म सबु आज चाहिँ सबिन र काजलको बिहा हो हामी चाहिँ उनीहरूलाई धेरै बेस्ट विशेष दिन चाहन्छु हाम्रो भित्र मनदेखि नै एकदम बेस्ट विशेष दुईजनालाई गुड लक फर यर फ्युचर सबिन कहिले नरिसाओस् काजलसँग काजल धेरै नरिसाओस् जहिले नि काजलले फाइटमा जितोस् गर्ल पावर अनि दुईजनाले एकअर्कालाई एकदमै माया गरेर वी आर अलवेज देयर टु सपोर्ट यु चाँडै नै बेबी होस् बेबी सावर गर्न पाओस् त्यही नै बेस्ट विशेष छ हाम्रो तिम्रो दुईजनाको लागि हाई म अर्चिता म दिदीको बहिनी साथी काजल दिदीको बहिनी साथी सो आई एम भेरी ह्याप्पी फर यु गाइज आई एम सो एक्साइटेड जुत्ता लुगाको पैसा चाहिन्छ है सबिनलाई अनि या आई विश यु बोथ अ ग्रेट लाइफ अहेड म चाहिँ सबिन दादाको बहिनी सो हि इज माई फेभरेट कजन इन द होल वर्ल्ड सो आई विश देम all the happiness to the world अनि that's all I love you both of you guys म आफै नै फनी छु हैन मान्छे नै अब फनी कुरा भन्दा चाहिँ के भन्दाखेरि हाम्रो उहाँ जो भाइ हुनुहुन्छ जो बेहुला हुँदै हुनुहुन्छ हैन उहाँ नि हाम्रै अब ग्रुपमा आउँदै हुनुहुन्छ जहाँ कि उहाँले अब आफ्नो वाइफले भनेको सधैँ मान्नुपर्छ हैन अनि उहाँको वाइफ जहिले राइट हुन्छ अनि ऊ जहिले राइट डिरेक्सनमा चल्नुपर्छ हैन उहाँलाई बिहाको सधैँभरिको मङ्गलमय शुभकामना सधैँ खुसी रहनु हाँसिरहनु र प्रगति गर्दै जानु कङ्ग्रेचुलेसन्स सबिन अनि काजल धेरै धेरै बधाई छ लाइफ लङ सधैँ खुसी रहनु सबै कुराले सबै सफल हुनु सबै राम्रो होस् Congratulations once again. Congratulations. Congratulations. Thank you. Happy married life! Happy married life, Sabin Joy and Kajal Baini. Finally, हाम्रो Joy साहबलाई welcome छ हाम्रो अधिकारी family-मा. We love you and we are proud to be welcoming you in our family. ल मेरो तर्फबाट पनि एकदम ह्याप्पी म्यारिड लाइफ टु यु गाइज सधैँभरि खुसी रहनु सधैँ मिलिराख्नु 7औं जन्मसम्म पनि तिमीहरू सँगै होस् यस्तै जोय लाइक हुन्छ नि एकदम रमाइलो गर्न पाऊँ एभ्री टाइम ल ह्याप्पी म्यारिड लाइफ टु माई सिस्टर है एन्ड माई भेनाजु आई नो भेनाजुले मेरो सिस्टरलाई एकदम खुसी राख्नुहुन्छ भनेर आई एम 100% स्योर एन्ड
सन्तानले डाँडा काँडा ढाकुन् चाँडै नै गुड न्युज फेरि सुन्न पाऊँ 1-2 वर्षभित्रै ल विश यु अल द बेस्ट ल काजल बहिनी अनि सबिन जोयलाई चाहिँ धेरै धेरै बधाई छ यो म्यारिड लाइफमा बन्दिनु भएको आज यो शुभ साइतमा अनि कास्टु नेपाली अनि हाम्रो काजल बहिनी चाहिँ एकदमै कुलेस्ट पर्सन एभर है अनि हाम्रो ज्वाइँ चाहिँ एकदमै जली एकदमै रमाइलो गर्न पनि ठ्याक्कै जोडी मिलेको पर्फेक्ट म्याच इन हेभन छ यसरी नै तपाईँहरू आफ्नो म्यारिड लाइफलाई अगाडि लगेर होइन उसले भने जस्तै सन्तानले डाँडा काँडा त होइन अलिकति ऊ चाहिँ अलिकति सिडनीमा गाह्रो छ होइन ल ढाकोस् रमाइलो गर्नुहोस् आफ्नो म्यारिड लाइफ ह्याप्पी म्यारिड लाइफ काजल दिदी भेनाजु विशिङ यु द भेरी बेस्ट सब ठिक हुन्छ सबै राम्रै हुन्छ सन्तानले डाँडा काँडा ढाकुन् मिलेर बस्नु है त थ्याङ्क यू ल ह्याप्पी ल ह्याप्पी म्यारिड लाइफ माई सिस्टर एन्ड माई जोइन साहब ए सिद्धि ल फेरि म फेरि भेट्न धेरै नेपाली भएको हुनाले म नेपालीमै बुदान्तरण गर्दै सुरु गरेँ सो यहाँ चाहिँ के रहेछ भन्दा पहिलो चाहिँ टु एक्सेप्ट द्याट काजल इज अलवेज राइट यसलाई चाहिँ नेपालीमा भन्नुपर्दा काजल चाहिँ सधैँ राइट छ हुन्छ तर हुन सक्छ है अनि ओके अनि बाई काजल वाट एभर सी वान्ट्स एन्ड वेन एभर सी वान्ट्स यस काजल इज नट द्याट डिमान्डिङ सो आई एग्री सी इज अ भेरी easy going and very and to always click good pictures of Kajol. Yes, I'm not a good photographer, but I always try my best. So I agree on this one as well. Take Kajol. Clear, China. Okay, to take Kajol. Vanki son क्यों है? To take Kajol on vocabulation. So okay, so I agree that I take Kajol on vacation once a year. 2 times. Hey, once a year. Okay. Okay. Dog पनि count गर्छ नि त. So yeah, I agree. Okay. Okay, treat Kajol like a queen and always keep her happy. Yes, I agree. To post यो कसले लेखा यो एकदम यो IELTS she needs to do IELTS again. Yeah, in र on को एकदम to post Kajol at social media लेखा छ कसले लेखा सोशल मिडिया भिडियो सुडियो बनाऊ रे to post Kajol on social media and make sorry VEDIO के हो Videos with Kajol. Okay, it's all right. Videos with Kajol. I agree. Okay, can I get a picture, pen to sign? Thank you, Joy. Thank you so much. Okay. My name Dhan Kumar Chapagai. As a कति हो डेट? It's 4th December. हैन रे मिन मगिन सक्यो 20 100 रुपैयाँमा भन्दा 20 डलर दिन्छ यार के को डिस्काउन्ट निकालेको भएन हो जुत्तो 50 डलरमा डिल भयो यति त डबो नि पुग्दैन हौ हामी अब जानु पर्छ रे ल म क्यामेरा हुनु पर्यो नि ऑरेंज पनि पुग्दैन हौ क्यामेरा त 40 डलरमा त आज त हामी ल मेरो साथीले मेरो डिसाइड सब फाइनान्स हेरेछ यार सबै बिल्ला गर्ला ल 100 रुपैयाँको जुत्ता त्यतिमा ल जुत्ता चाहिँ $4 को यहाँ 20 गुना छ ल काजल यहाँ थप्दै 20 वटा थप्दै अझै 400 छ ल कति भन तिमीलाई जापानमा जस्ट मेट्रो चढ्न पुग्यो के रे मारियो कार्ड खेल्नलाई एक्सेप्ट एक दुई तीन चार पाँच छ 7 8 9 10 गर्न राख परेन
तर होइन अर्चिता मेरो एकदम केयरिङ साली हो सो बोनस है ल थ्याङ्क यू ल साली Georgia, wrap me up in all you hurt you. In my arms, let me hold ya. I'll never let you go again like I did or used to say. I would never fall in love again.
मेरो फेभरेट बहिनी to those of you who don't know, मेरो नाम चाहिँ कुशल अधिकारी म चाहिँ I live in Canberra a little bit cold there so by age I'm the bigger brother but my sister here she's always been the elder one, she's always been looking after me, she's always been guiding me all the time. Sometimes it truly feels like she is my older sister, but now it's me, sadly. She's been my strength, my safe space, and my closest friend. To my sister, Timle, dehaiko all these love, courage, and kindness. Say, it's always gonna be with me. Today, seeing you so happy with this hamro favorite join, Mr. Sabin. It just fills my heart completely. I'm truly proud of the woman you've become. And to my brother-in-law, thank you for loving my sister so deeply and so wholeheartedly. Remember, you could as an obvious our family is, you know how we are, you know? So thank you so much. It's gonna be a tough ride. But yeah, you just didn't get a wife, but you got the whole family, so good luck with that. Before we end this celebration, I just wanna say thank you to all the guests attending. Many of you traveled from all over the world. Sydney, koi Melbourne, koi Darwin, koi Tasmania, koi someone from Canada. People like from all over the world. Thank you so much from the bottom of my heart. And please let's celebrate and dance and laugh tonight. And people from Nepal, sorry, yes. Yeah, okay. Thank you everyone. Have a great night. Let's enjoy this celebration tonight too.
किन आते भने सेल्फी पठाऊ न सेल्फी थ्याङ्क यू सो मच धन्यवाद हाम्रो राम्रो दाइ चिनिहाल्यो थ्याङ्क यू राम्रो होइन थ्याङ्क यू सो मच है त थ्याङ्क यू नमस्ते 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 नाम सुनेको छ हजुरको एकदम राम्रो कुरा सुनेको जुनमा यही पोजिसनमा जुलाई ल ठिक छ सरी ल यता भरेमा इन्टरेक्ट गर्नु पाएन म उठ्छु कि एन्ट्रीको
Bye.
They say the holy water's watered down, and this town's lost its faith. Our colors will fade eventually, so if our time is running out, day after day we'll make the mundane our masterpiece. Oh my, oh my love, I take one look at you, you're taking me out of the ordinary. I want you laying me down till we're dead and buried, on the edge of your knife, staying drunk on your vine. The angels up in the clouds are jealous knowing we found something so out of the ordinary. You got me kissing the ground of a sanctuary, shatter me with your touch, oh Lord, return me to dust. The angels up in the clouds are jealous knowing we found hopeless hallelujah on this side of heaven's gate. Oh my life, how do ya breathe and take my breath away? At your altar I will pray, you're the sculptor, I'm the clay. Oh my, you're taking me out of the ordinary. I want you laying me down so we're dead and buried, on the edge of your knife, staying drunk on your vine. The angels up in the clouds are jealous knowing we found something so out of the ordinary. You got me kissing the ground in the sanctuary, shatter me with your touch, oh Lord, return me to dust. The angels up in the clouds are jealous knowing we found something so heavenly, higher than ecstasy. Whenever you're next to me, oh my, what was in black and white until I saw your light? I thought you had to die to fight something so out of the ordinary. I want you laying me down till we're dead and buried, on the edge of your knife, staying drunk on your vibe.